Hello guys. म चाहिँ यहाँ बसिरहेको छु। आज म चाहिँ गाडीमा अघि आएको होइन, 1 घन्टा भइसक्यो बसेको, 2 घन्टा। मान्छेहरू तल जानुभएछ, म चाहिँ अक्कुको गाडीमा आएको। अक्कुकोमा गएको भोलि बाजेको मिसा छ कि त्यहाँनिर। मेरो साथमा लाट्ठी छ। यो लाट्ठी छ भने म अहिले घर पनि जानु सक्छु। साह्रै ढिलो गर्यो। बिहानदेखि आएको, अहिलेसम्म यहाँ छु। यहाँनिर बसिरहेको छु, जाडोले कक्रिँदै। सोलुकको भ्यू यस्तो छ। सुरुक पन्बू। म चाहिँ यो इलेक्ट्रिसिटीको तारमा बसिरहेको छु होइन। मेरो हातमा पानी छिटायो ला, पानी छिटायो। पानी आउने सम्भावना रहेछ आजको दिनमा। म चाहिँ पानी पर्ने दिनमै हिँड्नेछु हो। सायद म घर फर्किनुपर्छ होला। यताको व्यवस्था चाहिँ यो रोडबाट जानुपर्छ। यता छ मासु बनाउने ठाउँ हो, यहाँ म छु। अनि आज चाहिँ बिहानदेखि म एक्लै यहाँ बसिरहेको छु हो। सिनो रुँगेको जस्तो। तर म चाहिँ अक्कुलाई पर्खिरहेको छु। अक्कु तल मासु लिनु गइरहेको छ। भोलि बाजेको मिसा छ माथि, त्यसको लागि गएको। राति मात्रै पुग्ने रहेछ क्या आज। बल्ल बल्ल घरबाट निस्केको हो। त्यही माथि घरमा पनि कोही छैन। आमा पनि सुबुक गएको छ सब्जी बेच्नु। अनि आपा र म थियो। मलाई पनि माथि लानु हुँदैछ अक्कुले, तर मलाई राति मात्रै पुऱ्याउँछ ल। ओके बाई बाई, राखेको ल।